दर्शकवृन्द, यसैबारे थप जानकारी दिन सम्पर्कमा हुनुहुन्छ हाम्रा खबरदाता बैजनाथ यादव। अहिले पनि पानीको सतह घटेको छ कि उस्तै छ, त्यहाँको पछिल्लो अवस्था के कस्तो रहेको छ, विस्तृत रूपमा जानकारी गराइदिनुस् त। जिल्ला निश्चय पनि हिजोदेखिको अविरल वर्षासँगै हाम्रो मुलुकभरि नै पानीले एउटा चाहिँ राज्यले नै क्रस नपुगेको क्रममा पूर्वी नेपालको कोशी ब्यारेज जो नेपाल भारतको सिमानामा पर्दछ, सप्तरी र सुनसरी जिल्लामा जोडिएको छ। त्यहाँ हिजोदेखिको अविरल वर्षासँगै आज बिहानदेखि सप्तकोशी नदीमा पानीको उच्च बहाव मापन गरिएको थियो। 4 बजेसम्म आइपुग्दाखेरि अहिलेसम्म पनि कोशी ब्यारेजको 56 मध्ये 56 ढोका खुला गरिएको छ र 4 बजे कोशी नदीमा गरिएको मापन अनुसार 5,30,544 क्युसेक पानी डिस्चार्ज भएको रेकर्ड गरिएको छ भने 6 बजेको कोशी ब्यारेज कन्ट्रोल रुम जो भारतको बिहार राज्य स्थित जल संसाधन मन्त्रालय अन्तर्गत रहेको छ, त्यो 6 बजेको रेकर्ड अनुसार हामीले जानकारी गराएको छ पानीको सतह घटेर 5,03,795 क्युसेक प्रति सेकेन्ड रहेको छ। यद्यपि पानी घट्ने क्रम सुरु भए तापनि पूर्वी नेपालमा, मध्य प्रदेश र कोशी प्रदेशमा पानी परिरहेको छ। त्यस कारणले गर्दा स्थानीय प्रशासन, खास गरेर सप्तरी र सुनसरीको प्रशासनले ती इलाकाहरू रहेका चाहिँ तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान र सुरक्षित रहन आग्रह गरेको छ, माइकिङ गरेको छ। हामीलाई केही बेर अघि मात्रै सप्तरीका प्रहरी प्रमुख एसपी गौतम कुमार केसी, त्यसै गरी बरफगनका गणपति प्रमुख सेनानी शोभित बहादुर चन्द्र, प्रमुख जिल्ला अधिकारी टुराज पोखरेल, त्यसै गरी सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिस, भारत बिहार सुपौल जिल्लाका डीएम सावन कुमार, त्यसै गरी बिहारकै सुपौलका एसपी शरद एसआर लगायतका सुरक्षाकर्मी र भारतको बिहार राज्य अन्तर्गत जल संसाधन विभागका चिफ इन्जिनियर सञ्जीव शैलेश लगायतका अधिकारी हजुरहरू आज दिनभरि कोशी ब्यारेजमा अनुगमन गरेका छन्, निरीक्षण गरेका छन्। केही बेर अघि मात्रै मध्य प्रदेशका प्रहरी प्रमुख एआइजी उमा चतुर्वेदी, त्यसै गरी मध्य प्रदेश नेपाली सेनाका पृथ्वीपति कृष्ण जीसी, त्यसै गरी सशस्त्र प्रहरीका प्रहरी प्रमुख डीआइजी कृष्ण ढकाल लगायतका सुरक्षा अधिकारीहरू कोशी ब्यारेजको निरीक्षण गरेका छन्। यद्यपि कोशीमा पानीको जल स्तर थोरै घटे तापनि चाहिँ त्यहाँको चाहिँ त्रास अझै कायम रहेको छ जिना। र जसरी आज हिजोदेखि पानी पर्ने क्रम जारी छ, अविरल वर्षा भइरहेको छ, मुसलधारे वर्षा भइरहेको छ। अहिले पनि सप्तरीका र सुनसरीका जिल्लाहरूमा चाहिँ पानी पर्ने क्रम रोकिएको छैन, अझै पनि खतराकै जोखिममा रहेको छ। र तटीय क्षेत्रमा र कोशी नदीको चारैतिरबाट घेरियो कोशी नदीको हनुमाननगर कंकाली वडा नम्बर 13 गोबरगढा जुन छ, त्यहाँ के कति मानिसहरू त्यो कोशीको भङ्गालोमा फसेको छ, यसबारेमा हामीले पटक पटक स्थानीय प्रशासनसँग सम्पर्क गरेका छौँ। उहाँहरूले पनि त्यहाँका जानकारी लिने क्रम जारी छ। कुनै पनि मानिस त्यहाँ चाहिँ फसेको, उद्धार गर्नुपर्ने अवस्था नरहेको हामीलाई सप्तरीका प्रहरी प्रमुख एसपी गौतम कुमार केसीले जानकारी गराएको अवस्था छ। र समग्र रूपमा भन्नुपर्दा नेपाल भन्दा बढी क्षति भारततर्फ भएको अवस्था छ जिना, किनभने यो पानी बगेर सबै भारत जान्छ। भारतको बिहार राज्यको, त्यसै गरी सीतामढ़ी, मधेपुरा, समस्तीपुर, सहरसा, सुपौल, पूर्णिया लगायतका जिल्लाहरूमा चाहिँ बाँध भत्किएर धनजनको क्षति भएको हामीले खबर प्राप्त गरेका छौँ। सुपौलका डीएम सावन कुमारले के भनेको छ भने हामी सतर्कता अपनाउँदै पनि भित्र कोशीको किनारमा रहेका गाउँहरूमा पानी पसेको छ, बाँध भत्किएको अवस्था छ। यद्यपि नेपालतर्फ सुनसरी, सप्तरी, उदयपुरका जुन स्थानीय तहहरू छन् त्यहाँका सुरक्षा कर्मीहरू ठुलो संख्यामा हाम्रा चाहिँ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल पुलिस परिचालन भएको छ। सप्तरीका एसपी गौतम केसीले हाम्रो सप्तरी जिल्लाभरि मात्रै 661 जना जनशक्ति नेपाल प्रहरीको परिचालन गरेको बताएको छ भने यो कोशी ब्यारेजको जुन स्थापना 2016 साल वैशाख
12 गते जुन नेपाल भारत दुवै देशका नेपालका तत्कालीन राजा महेन्द्र र भारतका तत्कालीन प्रधान मन्त्री ले चाहिँ लाल बहादुर शास्त्रीले संयुक्त रूपमा उद्घाटन गरेका थिए। त्यस पश्चात यो कोशी नदी पटक पटक मर्मत सम्भारको नाममा व्यापक अनियमितता भएको खबर पनि हामीले एभिन्यू मार्फत पटक पटक सम्प्रेषण गर्दै आइरहेका छौँ जिना। तर यसतर्फ न त नेपाल सरकारको ध्यान आकर्षित भएको छ न त भारत सरकारको ध्यान आकर्षित भएको छ। किनभने ठेकेदारहरूको लागि कोशी ब्यारेज दुनो गाई बनेको छ। किनभने त्यो कोशी ब्यारेजको 66 वर्ष अघि स्थापना भएको कोशी ब्यारेज जीर्ण अवस्थामा छ। अहिले पनि देख्न सक्नुहुन्छ कोशी ब्यारेजमा चाहिँ विभिन्न किसिमका रुख बिरुवा जन्मिसकेको अवस्था छ। प्रकोप पाइपको नाममा किनभने लाखौं धनजनको क्षति भएको छ। मानिसले लगाएको धान बाली नष्ट भएको छ। केरा खेती गर्छन् मान्छेहरू, त्यो नष्ट भएको छन् भने कोशीका भित्रमा ठुलो बस्तीहरू छन्। त्यो बिहार राज्यमा र नेपालको सुनसरी जिल्लाको चाहिँ श्रीलङ्का टापु, त्यसै गरी सप्तरीको गोर्खा टापु लगायतका बस्तीहरू अझै पनि कोशीको किनारमा रहेका छन्। दुवै देशका सुरक्षा अधिकारीहरू, दुवै देशको सरकारले कोशी ब्यारेजको विकल्प सोच्नुपर्छ र यहाँ नयाँ कोशी ब्यारेज निर्माण गर्नुपर्ने अवस्था छ। किनभने भारतले अहिले बगिरहेको सप्तरी र सुनसरीको सिमानामा बगिरहेको कोशी ब्यारेज भन्दा ठिक्क 26 किलोमिटर तल भारतीय जिल्ला सुपौलमा को भुतहामा अर्को कोशी ब्यारेज निर्माण गरिसकेको अवस्था छ र समग्रमा भन्नु पर्दाखेरि यो कोशी ब्यारेजले गर्दा पटक पटक नेपाली जन त्रासमा रहँदै आएको छ। यसतर्फ दुवै देशका अधिकारीहरूले पटक पटक कोशी ब्यारेज पुनः निर्माणको कुरा गर्छन्। यद्यपि नेपाल तर्फका बक्रा नदी नियन्त्रण आइना र विराटनगरमा रहेको सम्पर्क तथा भू आर्जन कार्यालयले कोशीको रेखदेख गर्दै आएको छन्। यद्यपि हरेक वर्ष 50 देखि 60 करोड भारतीय रुपैयाँ कोशी मर्मतको नाममा खर्च हुन्छ, तर त्यो बालुवामा पानी खन्याई जस्तै मात्र भइरहेको अवस्था छ जिना कोशी ब्यारेजमा। बैजनाथ, अब यसबाट हुन सक्ने जोखिम कम गर्नका लागि चाहिँ के कस्तो तयारी गरिएको छ त्यसबारे पनि जानकारी गराइदिनुस्। हो जिना, जसरी कोशीमा जलस्तर वृद्धि हुने क्रम बढिरहेको छ, यद्यपि केही 6-7 हजार पानी घट्दैमा हामी यसबाट खतरा मुक्त भन्न सक्दैनौँ। किनभने चतराबाट अझै पनि 2,66,250 क्युसेक पानी डिस्चार्ज भएको मापन भारत बिहारको पटना स्थित जल संसाधन विभागले गरेको छ र कोशी ब्यारेजको सम्पूर्ण ताला र साँचो भारतीयहरूको हातमा हुन्छ। कति पानी छोड्ने नछोड्ने अधिकार भारतको हातमा हुन्छ। उहाँहरूले नै कोशी ब्यारेजको कतिवटा ढोका खोल्ने, कतिवटा बन्द गर्ने नेपालीको हातमा हुँदैन। त्यसको सम्पूर्ण रेखदेख भारतले गर्दै आएको छ। तर मर्मत सम्भागदेखि केही काम गर्नु पर्यो भने नेपाल सरकारको सहमति बिना गर्न सक्दैन भने कानुनी प्रावधान रहेको छ। यद्यपि मुआवजा अहिलेसम्म नेपाली जनताले मुआवजा पाएको छैन। प्रत्येक वर्ष जुन धनजनको क्षति हुन्छ त्यसको मुआवजा भारत सरकारले दिनुपर्ने कोशी सम्झौतामा उल्लेख गरे तापनि त्यो अनुसारको नेपाली जनताले पाइरहेको छैन। जसरी पानी परिरहेको छ, सुनसरी, सप्तरी र खास गरी उदयपुरका तटीय क्षेत्रका बासिन्दाहरूलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरीले सुरक्षित स्थानतर्फ जान र केही परिआएको खण्डमा अविलम्ब प्रहरीलाई अथवा नेपाली सेनालाई अथवा प्रमुख जिल्ला अधिकारीलाई खबर गर्न केही फोन नम्बरहरू दिएको छ र राति जागरण बसेर भए पनि केही बेला अगाडि मात्रै मैले चाहिँ सप्तरीका प्रहरी प्रमुख एसपी गौतम केसी र त्यहाँका नेपाली सेनाका प्रमुख सेनानी शोभित चन्दसँग सम्पर्क गरेका थिए। उहाँले के भनेको छ भने हामी रातभरि गस्तीमा छौँ। त्यसै गरी सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले पनि त्यही कुरा बताएका छन्। तीनवटै जिल्लाका सुरक्षा अधिकारीहरू रातभरि चाहिँ कोशी क्षेत्रमा खटिने बताएका छन्। सम्बन्धित युनिटका प्रहरीहरू खटेका छन् भने स्थानीय स्तरमा पनि समाजसेवी, युवाहरू, विभिन्न राजनीतिक दलका कार्यकर्ताहरू समेत कोशी क्षेत्रमा खटिएको हामीले खबर प्राप्त भएको छ जिना। यद्यपि पानी रोकिएको छैन। मध्य प्रदेशकै कुरा गर्दै हो, मध्य प्रदेशका बारा, रौतहट, त्यसै गरी सर्लाही र सप्तरी यी जिल्लाहरू धेरै जोखिममा छन्। त्यहाँ चाहिँ बागमती नदी, लालबकैया नदी, रातो खोला, त्यसै गरी बलान नदी, सप्तकोशी, मौली लगायतका नदीहरूमा चाहिँ पानीको जलस्तर एकदमै बढेको छ। सतर्कता अप्नाउन स्थानीय प्रशासनले आग्रह गरेको अवस्था छ र
अझै पनि खतरा टरिसकेको अवस्था छैन जिना। हस्, जानकारीको लागि धन्यवाद बैजनाथ। उहाँ हुनुहुन्थ्यो सप्तकोशी स्थित कोशी ब्यारेजको पछिल्लो अवस्थाबारे जानकारी दिन हाम्रा खबरदाता बैजनाथ यादव।